नमस्ते साथीहरू, यतिखेर म नेपाल नेत्र ज्योति सङ्घ गेटा आँखा अस्पताल शाखा महेन्द्रनगरमा छु। म चाहिँ भीमरत्न नगरपालिकामा छु। उहाँ हाम्रो इन्चार्ज साहबसँग केही दुई शब्द सोध्दैछु साथीहरू है। नमस्ते सर। नमस्ते हजुर। नमस्ते। हजुरको परिचय भनिदिनु न सर। म बी सिंह धामी, नेत्र अधिकृत आँखा अस्पताल महेन्द्रनगरमा कार्यरत छु। यहाँको सेवा सुविधाको बारेमा हजुरले सोध्नुभयो। यहाँ चाहिँ दैनिक आँखा जाँच हुन्छ र अपरेसन गर्नुपर्ने बिमारीहरूलाई हामीले समय दिन्छौँ र अपरेसन चाहिँ महिनामा 4 चोटि अपरेसन गर्ने गरेका छौँ। धेरै बिमारी भयो भने 4 चोटि हुन्छ, नभए महिनामा 2 चोटि अपरेसन गर्ने गरेका छौँ। अपरेसन गेटा आँखा अस्पतालबाट सरहरू आएर चाहिँ अपरेसन हुन्छ यहाँ। हजुर। र यहाँ सबै चस्माहरू यहीँ उपलब्ध छ, औषधिहरू सुपथ मूल्यमा उपलब्ध हुन्छ र दैनिक आँखा जाँचहरू यहाँहरू जुन 9 बजेदेखि 2 बजेसम्म हाम्रो पर्चा खुल्छ, फेरि 4 बजेसम्म नै आँखा जाँच हुन्छ। हजुर, धन्यवाद। धन्यवाद सर। एकदम छोटो मिठो 2 शब्द राखिदिनु भयो। धन्यवाद सर सरलाई है।